कालो चस्मा लाउ है यहाँ विशाल बजारको। गुड मर्निङ गाइस सबैजनालाई। हामी अब हाइकिङ जान लागेको हाइकिङ। ल ओहो बुफर सुजन भाइको भ्लगमा चाहिँ स्वागत छ है हाम्रो पश्चिमेली दाजु है बजाङ्गे हामी पूर्वेली हो हामी पश्चिमेली हो। ल दोस्रो माइक वाला के छ ए माइक मादल वाला ठीक छ सर बजाम न बजाम। कहाँ सिकेर आएको कहाँ हेलो 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 के छ पुरदार के छ हेर्न के छ ल हेलो गुरुबा के छ गुरुबा ए गुरुबा हेलो हेलो ए के छ गुड मर्निङ क्यामेरा कति राम्रो मान्छे राम्रो होला ए दिदीहरु के छ एउटा प्याजी छ के हाम्रो कहाँ पुग्यो यो भन्दा उठा नजाम ए गुड मर्निङ गाइस दिदी पहिला गयो मोबाइल राम्रो कि क्यामेरा राम्रो एकचोटि फेरि हेलो 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 के छ माइक होइन के भयो मायाले बोलायो मलाई मायाले बोलायो मलाई। एकदम के छ दादी एकदम कहाँ हो यता मौलकालिका दर्शन हेलो 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 हाई के छ दिदी ए के छ हेलो ओ सरी सुजन भाइ हेलो ओहो घरमा जाला सौता छ
तिमी मिठो भयो नि बा खातामा आकै छ रोटी मिठो हो कि तरकारी मिठो हो ए तरकारी मलाई हो के तरकारी आएन अरु अरु दाइ के खाने हो बताउन तरकारी तरकारी हाल्नु मैले चार ठाउँ धेरै हुन्छ नि हाल्नु खानु मनले अहिले यो रहेछ है ए हल्ला खै हल्ला तरकारी मिठो होला कि पकोडा मिठो होला कि आलु चप मिठो होला हाई हेलो गाइस हामी चाहिँ आज मौलकालिका हैन हामी दर्शन गरिसकेपछि यसो खाजा नास्ता गर्दैछौँ हैन अब चाहिँ हाम्रो गन्तव्य कहाँ छ यात्रा हाम्रो यात्रा धेरै छ टाढा हैन हामी आज कहाँ यात्रा कहाँ हो दादा मौलकालिका जे होस् अब हामी अब केही समयपछि अब यहाँबाट छुट्नेवाला छौँ हैन यो खाजाको स्पोन्सर प्रकाश गिरी हैन हैन यो भन्दा हामी मन्दिरको ब्याक साइड चाहिँ हाम्रो मन्दिर छ मन्दिर यता छ हैन यो हामी चाहिँ यो गरेर ब्याक गरेर यो मान्छे यो सुरक्षा तालिम हैन उहाँहरु हामी चाहिँ डाक्टर साहब यसलाई घाममा नहिन भनेको घाममा धेरै हिँडेर कालो भयो अहिले युट्युबमा आउँछ यो भ्लग हामी अहिले मौलकालिका हेलो ल खै त गीत निकालेको खै त गीत नवलपुरमा कालिका मन्दिर बिजुली बालेर हट भएर पट भएर ठुलो उडाउन आयो बहिनी हजुर हामी कता हिँडेको बिजुली बालेर धुलो उडाउँदै फर्काउन यता जाने भनी ढोडेमा आको टोली किन होली सेला जस्तो भएको आदिराई पोखरा फेवा तालको लामाया साँच्चैको नलाम्बो क्यालैको आदिराई पोखरा फेवा तालको माया साँच्चैको नलाम्बो क्यालैको साँच्चै
साँचैको नराम्रो ख्याल ख्यालैको बाटो कहाँ हो नपत्याएर के लाको मात्रै टोली लाको छैन माथि दाइ पर्छ बेवतालको लामाया साँचैको नराम्रो ख्याल ख्यालैको हाको ओहो ठाउँमा पुगेसी मटन भात व्यवस्था गरेछ बेवतालको लामाया साँचैको नराम्रो ख्याल ख्यालैको लामाया बेवतालको लामाया साँचैको नराम्रो ख्याल ख्यालैको साँचैको नराम्रो ख्याल ख्यालैको फुल बुट्टे साडी थपक्कै पारी कचौरीमा मालको कल्ल बसी तिले हेर्दा मनमा ब्युटी छ ब्युटी छ ब्युटीमा ब्युटी छ धानको पा मायालाई पानको पा अरूलाई धानको पा मायालाई पानको पा धानको पा मायालाई पानको पा धानको पा मायालाई पानको पा अब लागेलु ए कमरिया ए कमरिया कमरिया कमर आज हाम्रो चाहिँ नेचर वक थियो। नेचर वकमा हामी सबैजना हिँडेर रमाइलो गर्दैछ। टोली र सुरक्षाको टोली आज हिँड्दैछ पुरा नेचर वक। बिहान कति बजेबाट? 6 बजेबाट। बिहान 6 बजेबाट अहिले हामी कति बजेको छ? 10 बजिसकेको छ। तर पनि हामीलाई थके भने लाकै छैन। यति जोस के खाएर? सेलरोटी खाएर। सेलरोटी कसले बनायो? सेलरोटीमा दुलो कसले बनायो? हामी आयौँ ढोडेनी। धेरै रहेछ टाढा बाटो, धेरै हामीले मोड्यो नि। किम्बु खाने भए आउनुहोस् है। फाइनली हाम्रो गन्तव्य आइसकेको छ। हामी आफ्टर 7 or 10 किलोमिटर हिँडिसकेपछि हाम्रो फाइनली गन्तव्य आइसकेको छ। सुजन
जाउला सँगै बसौला क्यामेराले सेल्फी खिचौला लाइनमा भनेको के गर्नु खानै पर्यो ल सुरु गर है कैसा कमान सर चितवनको भाले हो चितवनको भाले हो मोती देख्दा लैलै जोसिने काले हो चितवनको भाले हो चितवनको भाले हो मोती देख्दा लैलै जोसिने काले हो तिमीले गाउँदैनौ यो अनुहार मैलै करोडमा सुन्तला पाकेको तिमीलाई होइन लैलै बहिनीलाई ताकेको तिम्रो पोथी